मेरो नाम कृष्ण मोहन सिंह, घर चाहिँ सिरा जिल्ला, गाउँ सागरपुर। हाल म यहाँ बालकोटमा बस्दैछु। यहाँ आउनुभन्दा पूर्व म चाहिँ वेडिङ सुट गर्थेँ, इभेन्टहरू, आफ्नै स्टुडियो थियो। अब क्लाइन्टहरूलाई भिडियो दिँदा अलि आफूलाई पनि चित्त नबुझ्दो रहेछ मलाई भिडियो एडिटिङ गर्दा। अब त्यसमा के थियो भने भिडियो एडिटिङ गरेपछि अलि क्वालिटी नभएपछि क्लाइन्टले पनि चित्त नबुझेपछि पैसा नदिने। त्यही भएर अब यहाँ आएर सिकौँ अनि त्यसपछि फेरि स्टार्ट गरौँ, त्यही भएर यहाँ आछु। ओएफआईको बारेमा म 2024मै थाहा पाएको थिएँ अनि 2025को सायद फर्स्ट ब्याचतिर म आएको थिएँ यहाँ, तर मलाई टाइम नभ्याएर त्यो टाइममा मैले सिक्न पाइनँ, तर अब अहिले सिक्दैछु। यहाँ चाहिँ आएर मैले मलाई आफ्टर इफेक्ट र डाभिन्ची आउँदैन थियो, त्यही मैले आफ्टर इफेक्टमा सायद बिगनर लेभल जति जानेछु, डाभिन्चीमा पनि सिक्दैछु। बादमा कि त अब के अरे प्रिमियर प्रो, फोटोसप अनि लाइटरुम क्लासिक पहिला नै चलाउँथेँ। त्यसमा अब सानो कुराले जान्दैन थिएँ, यहाँ आएर चाहिँ जान्न पाइयो। मेरो प्लान चाहिँ खास पहिला बिजनेस पनि गरेर मैले देखिसकेँ, बिजनेसमा फाइदा छ, तर अब के छ भने टाइम बढी दिनु पर्यो। अब क्लाइन्टलाई पनि चाहिँ प्रोजेक्टहरूमा राम्ररी काम गरेर सन्तुष्ट चाहिँ गर्नु पर्यो क्लाइन्टलाई। तर मैले अब कर्पोरेट लाइफमा अहिलेसम्म काम गरेको छैन, अब त्यो एक्सपिरियन्स चाहिँ लिन खोजिरहेको छु। अब हेरौँ यहाँ भ्यायो भने गर्छु, होइन भने अब फ्रिल्यान्सिङमै गरेर अगाडि बढ्छु होला। मेरो एक्सपिरियन्स भन्नुपर्दा ओभरअलमा राम्रो छ। अब धेरै कुरा मैले लाइक प्रिमियर प्रोमा सिक्न पाएको थिएन, धेरै कुरा सानो कुरा जान्दैन थिएँ, चाहिँ अलि माथिको कुरा जान्थेँ, तर भित्रको लाइक अब रफ कट नजान्ने, सिक्वेन्सहरू कसरी अर्गनाइज गरेर राख्ने त्योहरू जान्दैन थिएँ, तर एडिट गर्न जान्थेँ। त्यो सानो कुरालाई धेरै म्याटर गर्दो रहेछ एडिटिङहरूमा पनि। ओभरअल एक्सपिरियन्स त्यही राम्रो छ। अब मेरो अब कुनै साथीले यहाँ सिक्नु छ भने मैले के रिकमेन्ड गर्छु भने टाइम छ भने मात्रै आउनु, टाइम छैन भने चाहिँ नआउनु, बिल्कुलै नआउनु। किनभने अब यहाँ एकदम एटेन्डेन्सको म्यान्डेटरी छ, राम्रो छ इन्भाइरोमेन्ट, सब के अरे कम्प्युटरहरू पनि राम्रै छ, म्याक छ, विन्डोज छ, टिचरहरू पनि चाहिँ फ्रेन्डली नै हुनुहुन्छ। केही समस्या आयो भने टिचरले 1-to-1 सिकाउनुहुन्छ।